जन्तु जीव भनेका कारण सबै नाश हुन्छ र ती कुराहरू नाश नहोस् त्यसले बचाउने फेरि जन्मनु पर्यो। यसले गर्दाखेरि मेरो भनाइ चाहिँ के छ भने एउटा यो अलौकिक ईश्वरीय शक्ति छ यसमा, त्यसले बचाउँछ भन्ने मलाई विश्वास। त्यसले गर्दाखेरि ईश्वरीय शक्ति अलौकिक ईश्वरीय शक्तिमा पनि अलिकति प्रयास गर्ने र त्यो सबै अलौकिक ईश्वरीय शक्तिबाट आएको हुँदैन। विज्ञान भन्ने तत्त्व नै त्यही हो, चमत्कार नै त्यही हो, त्यो सबै कुरा त्यही भएको हुनाले ईश्वरमा पवित्र भएर तिनीहरूको दिनको चाहिँ राम्रो ज्ञानको मध्यमा सुमति मात्रै बसेर संसारलाई रक्षा होस् भन्ने हाम्रो मनसँग नै प्रार्थना छ। र हाम्रो यो प्रार्थना सभामा, हाम्रो एउटा धार्मिक सभामा आज यो बोलिराखेका छौँ। यो धर्मको कुरा विश्वले कसरी बचाउने भन्ने कुरामा चाहिँ मैले चिन्तित छु। र हिजो अस्ति 2-3 घन्टा 2 दिन 3 दिन भइरहेको थियो मान्छे म अब त्यसरी मर्दै हुनुहुन्छ। त्यो विनाश हुँदैपछि इन्डियाको चाहिँ नेपाल पनि हिँड्यो। त्यसले गर्दाखेरि उनीहरू हानाहान गऱ्यो भने उनीहरूको बुढीको खतरा हामीले पनि लाग्छ। र यो सबै सरकारमा आत्मा संयमता र आत्मा शान्ति होस् र हामी जनता सबै बाँच्छौँ, सबैलाई हामीले उपभोग गर्न पाउँ। पृथ्वीलाई यी कुरामा प्रार्थना गर्न चाहन्छु। र हाम्रो मागले हामीले केही न केही रक्षा चाहिँ गर्छ, केही न केही त रक्षा गर्छ। मन पराएको ठाउँमा, उहाँको दिल परेको ठाउँमा, मनले आँखा परेको ठाउँमा कहीँ न कहीँ रक्षा चाहिँ गर्छ है। यो कुरा चाहिँ तपाईँहरूले लेखिराख्नुहोस्। योभन्दा पहिलाको मेरो भविष्यवाणी म धेरै लामो बोलेको छु, तर आदि पुगेको छ, आदि बोल्नु बाँकी छ। अब पछि गएर यो उत्तराखण्डमा हाम्रो पूर्व एसिया महादेशमा त्यसले बोलेको कुरामा कसरी पर्सिदान पर्छ त्यसले रक्षा गर्छ। कुरा सुन्नु, अब हामी मरिजान्छौँ, तपाईँको भेट्नुहुन्छ। त्यसले गर्दाखेरि त्यसले भनेको कुरा पर्सिदान पर्छ है। त्यसो गर्दाखेरि रक्षा हुन्छ। र अहिले यो पृथ्वी जन्म रक्तपात भएपछि पृथ्वीले खान सक्दैन। नसकेपछि धुरीको खलो गर्छ क्या पृथ्वीले। धुरीको खलो गऱ्यो भने त्यो मैला त्यसो बगाऱ्यो भने अनि सबै सक्छ। त्यसलाई पग्लाइ भन्छ, त्यसले पग्लाइ भन्छ। अब संसारमा कति सुन्छौँ है, पापको धर्म त दिन है कति छ विश्वमा। धर्मकै नाना धर्महरू भइरहेको छ। मान्छे बचाउँ भन्ने त छैन नि। म वीर भएर मै राज्य गर्छु भन्ने मान्छे सक्छु, तर त्यो त हुँदैन नि, त्यो त मान्दै दिँदैन नि। त्यसले गर्दाखेरि यो विष पृथ्वी पनि हल्लियो भने सबै सत्यनाश हुन्छ। र हामीको झन् यो हिमाल खण्ड त सबै भूकम्पको एरिया पर्छ। हामी त जोखिममा छौँ र त्यसले गर्दा पृथ्वीको आएको लागि पनि हामी बल गर्नुपर्छ। ठुलो माथि सेवाहरू लगायो भने पृथ्वीको आएको हुन्छ। पाप मात्रै गर्नु मद्दत गर्दैन। अनि त्यो पाप हुनै भन्दाखेरि हामी सबै सत्यनाश हुन्छ। गुरु यस्तो छ। त्यसले गर्दाखेरि यो कुरा म तपाईँलाई भनिराखेको छु। मैले सम्झाउने काम गरिराखेको छु। मैले समय समयमा भन्ने काम गरिराखेको छु। अब मेरो सल्लाहकारहरू धेरै छ, मलाई सुझाव दिने धेरै छ। र मैले अब तपाईँको अङ्गरक्षाको लागि, अङ्गलाई रक्षा बनाउनको लागि हामीले एउटा बुटिक बाँड्दैछौँ। त्यसले गर्दाखेरि अब हामी एउटा मनको विश्वास जो गर्छौँ, जो सत्य मान्छौँ, मनले चाहिँ बचाउँछ है। यो कुरा तपाईँलाई सुन्नुहोस्। र अब हामी बोल्नु लाग्यौँ। अब अवस्था अब धेरै हुँदैन। अब भनेको हाम्रो अवस्था भनेको 17, 18, 19 वर्ष होला। र त्यति भित्रमा के देख्नु
पाउने हो, गर्नु पनि पाउने हो। अब के हो त्यो म जान्दिनँ, तर हाम्रो सुधार हुनु पऱ्यो। तपाईँहरूमा सुधार हुनु पऱ्यो, आत्मा सुधार हुनु पऱ्यो, साथीभाइमा सुधार हुनु पऱ्यो, मन मिल्नु पऱ्यो, आत्मा परमात्माले एउटै सोच्नु पऱ्यो, सम्झिनु पऱ्यो, मानव एकता भएर लाग्नु पऱ्यो। आफ्नो साथीले पनि साथीको बाटो लाउनु पऱ्यो। पढ्ने भएर यो युद्धको महायुद्ध भए पनि परिभूति भनेको शान्ति क्या, विश्व शान्ति, मानव एकतामा आएर सबै शान्ति मिलेर बस्नुपर्छ। म यही भन्छु तपाईँलाई, मलाई खुसी लाग्यो यति जमाउनु हो। अब हामी नेपालमा त अब नेताजी धेरै छ, थुप्रैवटा नेताजी छ, अब धर्मले थुप्रैवटा छ। यसले गर्दाखेरि विश्व शान्ति मानव एकता भनेको सिद्धान्तको मूल हुन्छ। विश्वको मानव एक हुनुपर्छ, विश्वको मानव एक भएर जानुपर्छ, लक्ष्य अटेर्नुपर्छ र मान्छे मान्छेमा गर्नु हुँदैन भन्ने भावना बोक्नै हो। र यसलाई तपाईँले भित्री बाहिर सबै प्रचार गर्दै लाने यी कुरा भन्नु चाहे। छोटो समय, एकदम छोटो समय हामी आसामबाट आउनुभएको छ, भुटानबाट पनि आउनुभएको छ र मलाई खुसी लाग्यो। र विदेशबाट पनि भाग लिनुभएको छ। मैले त नेपालभित्रको मात्रै जन्माउनु खोजेको खास छैन, र विदेशबाट पनि पाल्नु भएको छ। यसलाई मलाई खुसी लागेको छ। अब मैले भनेको छु तपाईँहरूलाई, अलिकति पढाइदिन्छु। धनीको धन हराउँछ, मनीको मन हराउँछ, बुद्धि हुनेको बुद्धि हराउँछ, उन्नति हुन्छ। उन्नति आएपछि के हुन्छ? संसारसँग आउँछ। अब सम्पत्ति पनि अब मुलुकले राष्ट्रमा थुप्रेको छ, भूकम्प आयो भने त लुकाइहाल्छन्, त्यो पर्दा खुवाउँछन्। पृथ्वी नै हल्लियो भने त लुकाइहाल्छन्। यसले गर्दाखेरि समस्या छ। म के भन्छु